अलिकति थोरै भनिदिनुहोस् न त कस्तो क्यान्सर थियो र हाउ आर यु डुइङ नाउ वाट्स गन इज गन जे पासमा थियो सक्यो अहिले चाहिँ कसरी जिउने इच्छा कसरी राख्नु भएको छ नमस्ते मेरो चाहिँ बोन म्यारो एप्लास्टिक एनिमिया भन्छ यसको साइन्टिफिक नेम चाहिँ एप्लास्टिक एनिमिया हो एन्ड 81 ट्रेनिङ गर्दा गर्दा जब म नेसनल टिममा थिएँ 81 नै ट्रेनिङहरू गर्दाखेरि नै स्टामिना डाउन हुने एन्ड मसल्सहरू बोनहरूबाट एकदमै लुज हुने एन्ड देन बिस्तारै बिस्तारै चाहिँ ब्लडहरू अब हाम्रो खकारमा देख्नु थाल्यो आँखा आइबलमा ब्लडहरू क्लट हुनु थाल्यो स्किनमा र्यासेसहरू ब्लडको र्यासेसहरू देख्नु थाल्यो र बिस्तारै बिस्तारै धेरै नै गाह्रो हुँदै गयो र बिस्तारै बिस्तारै मजा सबैले चेक लिइसकेपछि फेरि ब्लड चेकअपमा चाहिँ यति नराम्रो ब्लड रिपोर्ट आयो कि जुन चाहिँ बाँच्ने चान्सेस एकदमै थियो नै भनौँ त्यो बेलामा एकदम लास्ट स्टेज नै थियो त्यो बेलामा चाहिँ त्यो टाइममा बट बिस्तारै बिस्तारै उपचारको क्रममा सबैजनाको सहयोगदेखि लिएर अब एउटा मनमा अब पहिला पनि अब जस सानोदेखि ट्रेनिङ गरेको थिएँ सो स्ट्रङ माइन्डसेट र आफ्नो मनोबल मेन चाहिँ मनोबल नै हुनुपर्ने रहेछ यसको औषधि नै यही नै हो जस्तो लाग्छ मलाई चाहिँ मेरो पोइन्ट अफ भ्यूमा चाहिँ किनकि म आफै पनि आइसियुमा 26 डेज बसेँ र हस्पिटलहरू सबै ओभरअल गरेर 2-3 इयर्स बसेँ नै सो त्यो म आइसियुको क्याबिनमा बस्दाखेरि पनि आफूलाई मेडिटेसन गर्नेदेखि लिएर हरेक कुराहरूमा चाहिँ आफ्नो माइन्डसेट स्ट्रङ बनाएर चाहिँ म अठोट लिएर बसेको थिएँ कि होइन यसलाई फाइट गर्नैपर्छ र सबैको सहयोग साथदेखि लिएर सबैले माया सबैले गर्नुभयो सो त्यो हिसाबले गर्दाखेरि चाहिँ अहिले यो ठाउँमा छु र आई विन द्याट डिजिज सो अहिले चाहिँ फिटनेस ट्रेनरको काम गर्ने फिटनेस ट्रेनर छु र किक बक्सिङ र अहिले आफै खेल्ने भन्दा पनि अहिले गरेर आएको छु अहिले त्यसरी चलिरहेको छ थ्याङ्क यू नो शेड नोभेम्बर हामीले अर्गनाइज गरेका छौँ र नेपाल ब्रेस्ट क्यान्सरको तर्फबाट पनि म डाक्टर सुस्ता हिराचलले कोल्याबोरेट गर्न पाउँदा चाहिँ धेरै धेरै खुसी छु म चाहिँ टिचिङ हस्पिटलको डाक्टर तपाईँहरूलाई लाग्छ के को हो भन्दाखेरि म टिचिङ हस्पिटलको ब्रेस्ट क्यान्सर सर्जन हो र विगत 11-12 वर्षदेखि चाहिँ मैले स्तन क्यान्सरको विरुद्ध चाहिँ आवाज उठाइरहेको छु र विश्वका विकसित तथा विकसित देशहरूमा चाहिँ प्रमुख स्वास्थ्य समस्याको रूपमा चाहिँ स्तन क्यान्सर रहेको छ त्यसै कारणले पनि क्यान्सरको बारेमा जति सब होइन हामी सबैले यसको चर्चा परिचर्चा गर्न अत्यन्त आवश्यक मैले ठान्छु र हुन त अक्टोबर महिना चाहिँ ब्रेस्ट क्यान्सर अवेरनेस मन्थ हो तर हामी नो शेड नोभेम्बरमा चाहिँ इक्वली कोल्याबोरेट गरेर हामी सँगसँगै क्यान्सर सर्भाइभर्सहरूलाई सम्मान गर्दैछौँ र मैले आज पर्सनली भन्नुपर्दा चाहिँ ब्याक स्टेजमा चाहिँ एउटा बिरामी मेरो एकदम नजिकको बिरामी भनौँ न किनभनेपछि उहाँलाई पहिला स्तन क्यान्सर थियो होइन स्तन क्यान्सर पछि चाहिँ 2 वर्षपछि फेरि रिकरेन्स भएर थाइरोइड क्यान्सर भएर अहिले उहाँ अहिले स्वयं यस्तो सोमा आएर उहाँ सहभागी हुन
सहभागी हुनको लागि एउटा जुन मनोबल छ एकदमै निकै हौसलाजनक छ। त्यही कारणले पनि यस्ता खालका सोले चाहिँ एउटा क्यान्सर सर्भाइभरको मनोबल एकदमै बढाउने गर्दछ र समाजमा एउटा जुन हेर्ने दृष्टिकोण छ कि क्यान्सर ह्याज नो आन्सर भने यस्तो खालको यो मिथ्यालाई चाहिँ हामीले चिरेर चाहिँ अगाडि बढ्न सक्छ। क्यान्सर भन्ने बित्तिकै मान्छे मर्दैनन् भन्ने चाहिँ यो ज्वलन्त उदाहरण दिन खोजिरहेका छौँ र एउटा सानो मेसेज म भन्छु होइन, 40 वर्षभन्दा माथिका महिलाहरूले चाहिँ वर्षको एकचोटि म्यामोग्राम गरिदिनुहोस्, जसले गर्दा सानोभन्दा सानो क्यान्सर चाहिँ सुरुको स्टेजमा नै पत्ता लाग्ने गर्दछ र 40 वर्षभन्दा मुनिका महिलाहरू छन् भने चाहिँ 3 वर्षको एकचोटि भिडियो एक्सरे गरिदिनुहोस्, जसले पनि इजिली क्यान्सर डिटेक्ट गर्न सक्छ। र म धेरै हजुरको समय लिँदैन। थ्याङ्क यू सो मच, हजुरहरू आइदिनु भयो, पार्टिसिपेट गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ।